त्यसलाई कहिले त्यो झर्नाको त्यो जहाँबाट चाहिँ यस्तो झर्न सुरु हुन्छ नि त्यहाँ गएर हेरौँ जस्तो लाग्छ। हरेक ठाउँको आफ्नै एउटा कथा हुन्छ, तर केही यस्ता ठाउँहरू पनि हुन्छन् जुन कथाले होइन आफ्नै रहस्यले चिनिन्छ। आज हामी हेलम्बुको घना जङ्गलभित्र लुकेर रहेको यस्तो झरनामा जाँदैछौँ जहाँ पुग्ने बाटो आफैमा एक चुनौती हो। त्यहाँ पानीको गर्जन, जङ्गलको सन्नाटा, प्रत्येक पाइलाहरूमा एक अज्ञात गन्तव्यतर्फ डराउँदै गरेको जस्तो फिल हुन्छ। हेलम्बुको घना जङ्गलभित्र प्रकृतिले लुकाएर राखेको एउटा रहस्य सोलसिङ झरना, जहाँ आज हामी यही लुकेर रहेको स्वर्गको खोजीमा निस्केका छौँ। हेलो, वेलकम टु अनदर एडभेन्चर विथ मिस्टर गौतम। हेलो, गुड मर्निङ सबैलाई। लगभग बिहान 7-8 बजे ब्रेकफास्ट गरेर हजुरहरू काठमाडौँदेखिबाट मेलम्ची हुँदै हेलम्बु जाने बाटोतिर जानुहुन्छ भनेदेखि तपाईँहरूको लागि पर्फेक्ट टाइमिङ हुनेछ। यदि चाहनुभयो भने तपाईँहरू मेलम्चीमा गएर स्विमिङ गर्नु पनि सक्नुहुन्छ। हामी चाहिँ काठमाडौँदेखिबाट ब्रह्मखेल पुगेर ब्रह्मखेलमा चाहिँ चिया कफी खाने प्लान गऱ्यौँ र यहाँ चिया कफी खाएर अगाडि बढ्छौँ। तपाईँहरू पहिला त साँखु पुगेर साँखुदेखिबाट लेफ्ट लाग्ने हो र त्यतादेखि जर्सिन पौवा पुग्नु पऱ्यो। अनि तपाईँहरू जर्सिन पौवा पुगेपछि जर्सिन पौवादेखिबाट दुईवटा बाटो छ। चोकमा पुग्ने बित्तिकै एउटा कात्तिके नगरकोट आउने बाटो र थोरै अगाडि गएपछि एउटा सिन्धुपाल्चोक टी गार्डन र एउटा चाहिँ नाङ्गेभारे मेलम्ची जाने बाटो छ। नाङ्गेभारे मेलम्ची जाने बाटो पनि जानु होला। अनि झुलुङ्गे पुल तरेर त्यहाँदेखि उता जाने हो। कहाँ पुगे त केटाहरू खै? यो मेलम्ची बजार हो। यो मेलम्ची बजारदेखिबाट अब 15-16 किलोमिटर, लगभग 15-16 किलोमिटर होला। त्यो चाहिँ हामी अगाडि जानुपर्छ। यो चाहिँ यहाँदेखि चाहिँ हामी पुरै अफरोड बाटो हिँड्छौँ। अब यहाँदेखि हामी चनौटे पुग्छौँ र चनौटेदेखिबाट माथितिर लाग्छौँ। र पानी हेरेर कस्तो दामी छ होइन? अझै इन्द्रावतीपट्टिको पानी राम्रो छ क्या। यो मेलम्ची खोला भयो अघि मेलम्ची, अनि उता मेलम्ची बजारबाट हामी स्विमिङ जाने चाहिँ इन्द्रावती खोलापट्टि हो क्या। यो चनौटे बजारदेखिबाट माथि चाहिँ लगभग बाटोहरू ग्राभेल छ, तर ठाउँ ठाउँमा चाहिँ एकदमै अप्ठ्यारो नै छ। कतै ढलान भइरहेको छ र बाटो अलिक सानो भएको भएर अलिक केयरफुल भएर हिँड्नुपर्छ। मैले त्यो ताप्लेजुङको यस्तो खतरा झर्ना छ होइन, त्यहाँ ट्राई पनि गरेको, तर कहिले सकेन। यो पाहाड देख्यो नि, यहीँ माथि होला जस्तो लाग्यो। त्यहाँ गएपछि त्योभन्दा माथिल्लो पाहाड हुन्छ क्या। कहाँ हो क्या सोध्नु त यतातिर तलतिर छ कि यता सोध्नु त हो जान्दैन। नातिनी हो ए, नातिनीलाई पठाइदिनु हुन्थ्यो त एकछिन त्यहाँ सामान झिक्नु हो। यहाँको एकजना स्थानीयले चाहिँ झरनाको थोरै नजिक तल चाहिँ पसल राख्नु भएछ। त्यहाँ हजुरहरूलाई चाहिने बेसिक कुराहरू पाउँछन्। तपाईँहरूलाई पाउने कुराहरू जस्तो यसो ब्रेकफास्ट, यताउति खानाहरू अहिले छैन, तर बिस्तारै उहाँहरूले खानाहरू पनि राख्नुहुन्छ अरे। लो जाउँ ढोका बन्द हुन्छ अहिले। कहिले ठन्डा पऱ्यो होला, बढाएर हुँदैन कि त्यहाँ निकाल्दैन अलिक पछाडि बिस्तारो उठाउने कि बढाएर जति बढाएर त्यति घुम्छ क्या। झन् दबेकै जाने बिस्तारै गर्ने उक्लिन्छ। सोलसिङ झर्ना आइदियो। यो एकसाथ के खाँदै हुन्छ? यो झरना आफैमा यति धेरै सुन्दर छ कि
मैले यहाँ बसेर यसलाई चाहिँ बयान गर्न सक्दिनँ। त्यो झरना नजिक पुग्दै गर्दाखेरि त्यो प्रकृति, त्यो डाँडा काँडा काटेर त्यहाँ माथिदेखि आएको त्यो चिसो पानीले जब हामीलाई छुन्छ नि, त्यो बाटोभरिको थकान त मिनेटभरमै गायब हुन्छ। यो आवाज सुनिरहँ जस्तो छ। जति नजिक आउँछु म त्यति नै यो झरनाको आफ्नो शक्ति बढ्दै गएको जस्तो फिल हुन्छ, किनकि जति नजिक हामी जान खोज्छौँ त्यति नै धेरै झरनाले हामीपट्टि धकेलिरहेको छ। चिसो हावा सँगसँगै त्यो पानीका छिटाहरूले हाम्रो अनुहारलाई यसरी स्पर्श गर्छन् नि, साँच्चै नै लाग्छ यो ठाउँमा आएपछि साँच्चै जीवन जिएको जस्तो लाग्छ। बल्ल थाहा भयो कि प्रकृति हेर्न मात्र होइन, महसुस गर्न र जीवन्त जिउन पनि मिल्छ भनेर। एकछिन सबैतिरको तनाव सोचाइहरूलाई यहीँ एकतिर थाती राखेर त्यो कता हराउँछ र बाँकी रहेको केवल यो आवाजमा मात्र हामीले जीवन जिउँदाखेरि यो झरनाको र हामी बिचको सम्बन्ध यति निकट हुन्छ कि त्यो म बयान गर्न सक्दिनँ। हामी बिहानैदेखि यो ठाउँतिर यात्रा गर्न आएका थियौँ। बाटो कहिले सजिलो, कहिले अलि डरलाग्दो र कहिले जङ्गल, त्यो त आफ्नो ठाउँमा छँदैछ। बाइकहरू कति ठाउँमा रोके, जति अगाडि बढ्यो भने यो झरनाको आवाजले हामीलाई टाढा बनाउन चाहिँ पक्कै पनि सकेन। पहिला त हामीलाई थाहा नै थिएन कि यो सही बाटो हो कि होइन भनेर, तर पनि हामी यो बाटो, यो झरनाको आवाजलाई पछ्याउँदै यहाँसम्म आइपुग्यो। यस्तो झर्ना कि हावाले झर्ना त मजा आयो हो र? ल 22, 23, 24, 2005, 25, 26, 27, 28, 30, 31, 32, 33, 34, 35। हरेक यात्राले एउटा नयाँ गन्तव्य मात्र होइन, एउटा नयाँ कथा पनि छोडेर जान्छ। आजको कथा यहीँ सकिन्छ, तर हाम्रो यात्रा अझै पनि बाँकी छ। म मिस्टर गौतम फेरि भेटौँला अर्को गन्तव्य, अर्को कथा र अर्को साहसिक यात्रा तपाईँहरूसँग। तबसम्मको लागि बिदा दिनुहोस्। बाई बाई।